आज चाहिँ म एउटा टक्क कालीमाटी गएको कालीमाटीबाट आउँदाखेरि चाहिँ यहाँ टक्क गणतन्त्रवादीहरूले चाहिँ आज धेरै यो जुलुसहरू छ हैन गाडीहरू चलेन त्यसैले म चाहिँ आज हिँड्दै गाडी नपाएपछि के आन्दोलनले गर्दा गाडी पाइएन दुःख पाइयो सब सर्वसाधारणले दुःख पाउँदैछन् आज चाहिँ 3-4 थरी आन्दोलन रहेछ म चाहिँ हिँड्दै बाटो अवलोकन गर्दै आएँ यहाँ चाहिँ झन्डाहरू यहाँ विभिन्न प्रकारका झन्डाहरू हासेको रहेछ त्यहाँबाट यता जाँदै थिएँ त्यहाँबाट अलिक पर जाँदाखेरि चाहिँ यो जनसभा बृहत जनसभा भनेर टक्क चाहिँ सुरु हुन लागिरहेको रहेछ त्यहाँबाट म यता जाँदै थिएँ त्यहाँबाट पनि गाडी पाएन यता पाउँछ भने त्यहाँ पनि पाइएन त्यहाँबाट गएँ अनि फेरि गयो बाटोमा सब गाडी अलि मात्रै चलेको छ आज खासै गाडी चल्न सके छैन निकै गाह्रो भयो आज चाहिँ आज केही विशेष काम छ भने मात्र बाहिर निस्कियो हुन्छ नत्र गाह्रो छ हत्तपत्त गाडी जता पाए त्यतैबाट जान दिएको छैन झन् यो ठ्याक्कै यो चाहिँ भिरकोटी मण्डप भन्दा अलि यतापट्टिको ठाउँ हो म चाहिँ अहिले ठ्याक्कै भिरकोटी मण्डपमा छु भिरकोटी मण्डप आइपुग्न लागेँ यो भिरकोटी मण्डपबाट चाहिँ यो यस्तो भिरको दृश्य देखिँदैछ त्यहाँबाट म चाहिँ गाडी पाउँछ कि भनेर रत्नबाटोमा आएँ अनि गाडी पाउला भन्दा भन्दै होइन म चाहिँ हिँड्दै थिएँ कहीँबाट गाडी पाइएन यता प्रेसर गएँ फेरि यता माथि यता गएँ कार्यक्रमको कार्यक्रम चाहिँ तयारी हुँदै रहेछ कि गाइडहरू अनि मैले चाहिँ हिँड्दै गर्दाखेरि चाहिँ अब देख्न सक्नुहुन्छ पनि मेरो भोट शिक्षाविद सरकार भनेर एउटा गीत पनि गाउँदै हुन्थ्यो यो पानीहरू व्यवस्था गरिरहेको सब तयारी हुँदैछ कार्यक्रमको लागि विशाल जनसभा भएर फेरि जान लागेँ रोकेको रहेछ बाटो फेरि फर्किन्छु फेरि फर्केर यताबाट लागेँ यहाँबाट पनि काम हुँदै रहेछ जनतालाई दुःख दिने काम आन्दोलन भनौँ के भनौँ यो आज फेरि 2-3टा आन्दोलन गर्छ यहाँ चाहिँ यो बाटो चाहिँ गाडी चल्न दिएको छैन त्यसपछि म यताबाट आएँ एउटा टुरिज्म मामाको रहेछ यताबाट मामाहरू पनि आउँदै हुनुहुन्छ सुरक्षाको लागि मामाहरू चाहिँ उताबाट तयारी आउँदै हुनुहुन्छ आमाहरूलाई नि गाह्रो छ आज त आमाहरूलाई धेरै गाह्रो छ आज यो ट्राफिक प्रहरीहरूलाई यो सशस्त्रहरूलाई आज धेरै नै गाह्रो छ धेरै नै ट्राफिक जामहरू पनि भइरहेको छ गाडीहरू पनि धेरै जाम छ कहीँ गाडी चलाउँदै छैन रत्नपात जान्छु त्यहाँबाट त्यहाँ पनि गाडीहरू एउटा चाहिँ अब गीत सुन्न सकिन्छ अब यतापट्टि एउटा दाजु गीत गाउँदै हुनुहुन्छ गीत गाउँदै गरेको दृश्य देख्न सकिन्छ गाइजहरू यो दृश्य चाहिँ अब एकदम सरकारलाई मेरो भोट शिक्षाविद सरकार भन्ने एउटा
ऱ्याप चाहिँ सुन्न सक्नुहुन्छ। मैले त्यहाँ टाढैबाट खिचेको छु। अब त्यो ऱ्याप कतिको सुनिन्छ, एउटा बिच रोडमै बसेर चाहिँ अलि ऱ्याप गाइरहनु भएको छ होइन। त्यो ऱ्याप गाउने ठाउँमा म पुग्न लागेँ। अब त्यसपछि तपाईँहरूले त्यो ऱ्याप सुन्न सक्नुहुन्छ। चाहिँ पराइरहेको छ, मैले चाहिँ देखिसकेँ। पुलिसहरूको यो जम्मा भइराख्नु भएको छ, प्रहरी बलहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ। अब एउटा गीत ऱ्याप गाएको, मैले चाहिँ त्यो ऱ्याप निकै मन पर्यो, किनकि मेरो भोट फिर्ता दे सरकार, मेरो भोट फिर्ता दे सरकार भन्दै एक युवक बिच रोडमै बसेर गाउँदै हुनुहुन्छ। उहाँ तपाईँले ठ्याक्क अब देख्न सक्नुहुन्छ। मैले चाहिँ अलि यताबाट खिचेको छु, टाढैबाट खिचेको छु, कतिको सुन्न सक्नुहुन्छ होइन। यहाँबाट ठ्याक्क मैले खिचेको छु। उहाँले चाहिँ भन्दै हुनुहुन्छ मेरो भोट फिर्ता दे सरकार भनेर सरकारको विरुद्धमा उहाँले गीत गाउँदै हुनुहुन्छ। बिच रोडमै बसेर दाइहरूले क्यामेराबाट उहाँको भिडियो पनि गरिरहनु भएको छ। बिच रोडमै बसेर खिच्नु भएको छ। म चाहिँ एकछिन ऱ्याप सुनेपछि बिस्तारै त्यहाँबाट म यता रत्न पार्कतिर लागेँ। म चाहिँ गाडीको खोजीमा हिँड्दै गर्दाखेरि गाडी पनि भेटिएन। के गर्ने त अब भन्दाखेरि कहिलेकाहीँ हिँड्नु पनि पर्छ। हिँड्नु स्वास्थ्यको लागि राम्रो पनि हो। अनि मैले चाहिँ त्यो ऱ्याप सुनेर अनि अलि मलाई ढिला पनि थियो, उतासम्म पुग्नु पनि थियो। हिँड्दै थकित भइसकेको थिएँ। त्यहाँबाट यता लागेँ म। त्यहाँबाट यता लाग्दै गर्दा चाहिँ अनि फेरि यता रत्न पार्कमा चाहिँ गाडी धेरै जाम देख्न सकिन्छ। यहाँ चाहिँ डोरीहरू टाँगेर यहाँ चाहिँ गाडी छिर्न दिएको छैन है गाइजहरू। यहाँ चाहिँ यस्तो बाइकहरू, यस्तो स्कुटरहरू चाहिँ अलिअलि आफ्नो त्यो पार्टीको लागि छिर्न दिएको हो कि त्यो पार्टीको मान्छेलाई मात्र छिर्न दिएको हो कि के हो, तिनीहरूले चाहिँ आफ्नो त्यो परिचय पत्र हो कि के देखाएर यतापट्टि छिरिरहनु भएको छ होइन। खासै त्यस्तो धेरै चाहिँ छिर्न दिएको छैन। त्यो ट्राफिकले चाहिँ यहाँ ठ्याक्कै यहाँनिर चाहिँ यहीँनिर रोकिदिएको छ है। हिँड्दै गरेर गरेकोले अलि हल्लिएको छ। माथि प्रष्ट देखाउँछु। यो चाहिँ निकै नै गाह्रो भइरहेको छ कि अझ धेरै नै गाह्रो भइरहेको छ। अब जनताहरूलाई कोही अब त्यहीँबाट फर्किरहेछ, त्यहाँबाट अब आफ्नो चिजहरू देखाएर कोही छिरिरहेको छ। तर अब धेरै गाह्रो बनिरहेछ कि खासै गाडी लिएर हिँड्नलाई नै धेरै गाह्रो बनाएको छ। म चाहिँ यता बाग बजारतिर छिरिरहेको छ। बाग बजार छिर्दै गर्दाखेरि चाहिँ कतिपय एउटा अर्को बाटो चाहिँ एउटा त्यसपछि एउटा फेरि यो दृश्य नेपालको निकै राम्रो दृश्यहरू छ। र नेपालमा राजनीतिकहरूले चाहिँ अलिक निकै गाह्रो बनाइरहेछ। अब के राजा र हाम्रो देश परिवर्तन होला त? अब के राजाले नै देश सञ्चालन गर्लान् त? गणतन्त्र र टिक्ला जस्तो सङ्केत चाहिँ छैन। यदि राम्रो काम गरे भए सबै जनताले मन पराउँथे होला। तर के गर्ने, यस्तै छ देशमा। मात्रै छन् भालिन हर्क सामान जस्तो काम गरिदिएको भए आज केपी जो देश छोड भन्ने नाराको ठाउँमा केपी ओली आई लभ यू भन्ने
सुन्न सकिन्थ्यो होला, तर के गर्ने, अहिले राम्रो काम गर्नेले चाहिँ जस नाम चाहिँ कमाउँदो रहेछ भन्ने कुरा चाहिँ प्रष्ट भइरहेको छ। हरेक नेपालीको मुटुमा बस्न सक्ने बालेन सिटी भनेरै चिनिँदो रहेछ यो काठमाडौँ सहरलाई चाहिँ। मलाई चाहिँ यो थाहा थिएन। अहिले काठमाडौँ सहरभन्दा पनि बालेन सिटी भन्दाखेरि चाहिँ अलिक छिटै चिनिने जस्तो भइसकेको छ। निकै सफा सुन्दर पनि भइसकेको छ। यता चाहिँ सबै आर्मीको त्यो यात्राको लागि तयारी हुँदैछ। मलाई नि मेरो साथीले यात्राको त्यो हेर्न आऊ भनेको थियो, तर व्यस्तताको कारण आउन सकिनँ। म चाहिँ घोडे जात्राको लागि प्र्याक्टिस भइरहेछ यताभित्र चाहिँ। म चाहिँ त्यहाँबाट बाहिरबाटै मेरो साथीलाई त मैले भेट्न सक्दिनँ, उसले पनि घोडा कुदाउँछ। आऊ भनेर भनिरहेको थियो। यो भित्र चाहिँ साथी घोडा कुदाइरहेछ होइन। म चाहिँ अब उता बाहिरै घुमिरहेको छु। घोडे जात्राको तयारी भइरहेको छ। अनि यहाँ अगाडिबाट चाहिँ धेरै आज त्यति धेरै गाडीहरू चाहिँ चलेको छैन है रोडमा। जति पनि कता त्यो एक लाइन मात्रै सबैतिर हिँड्दो रहेछ गाडीहरूलाई, त्यसैले धेरै गाह्रो भइरहेछ। आज मैले चाहिँ खै गाडी भेटाएर हिँड्दै आएँ। प्राकृतिक दृश्यहरूलाई अवलम्बन गर्दै आएँ। त्यहाँबाट धेरै नै सुन्दर बनाएको छ। फोहोरहरू पनि पहिला त धेरै यो बालेन भन्दा पहिला चाहिँ बाटोमै फोहोर राखिदिने, अनि जताभावी फोहोर क्या हालिदिने, त्यस्तो पनि भेटिन्थ्यो। दुर्गन्धहरू अहिले चाहिँ निकै परिवर्तन भइसकेको रहेछ। सहर भन्नाले अब गाउँ जतिकै लाग्थ्यो पहिला मलाई, अहिले चाहिँ सहर जस्तै भएछ। अहिले चाहिँ निकै परिवर्तन चाहिँ दियोस्, राम्रो मान्छे आयो भने हुने रहेछ। हरेकलाई संरक्षण गर्ने रोडहरू पनि यस्तो सफा छ होइन। अझ म बिहानै आएको, अब त्यतिखेर अझै सफा गर्दै थियो। अब बिहानै त यस्तो राम्रो देखिन्छ, अहिले सफा चाहिँ टोलीहरूले त्यो गाडीहरूले गरिरहेको थियो। तर सबै यता मैले गर्न बस्न सकिनँ। चाहिँ यता त्यो अब चाहिँ यहाँ धरारा भनेर छु म चाहिँ। अहिले त्रिपुरेश्वरबाट यता गाडी पाइएन, त्यहाँबाट हिँड्दै आइरहेको छु। धरारा भन्ने दृश्य देख्न सकिन्छ, निकै सुन्दर रहेको छ। तर यो धरारा चाहिँ म चढेको छैन। पहिला 72 सालको भूकम्पले लगाइदिइहाल्यो। त्यसपछि अहिले मैले यो धरारा चाहिँ चढेको छैन, तर निकै नै राम्रो दृश्यहरू देख्न सकिन्छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ अब मैले यहाँबाट चाहिँ गाडी पाउँछु कि भनेर आशले यहाँ आएँ, तर यहाँबाट पनि गाडी पाउन सकिनँ। अब के गर्ने त, अब ठ्याक्क शहीद गेट आएँ। अब यहाँबाट त मैले पाउँछु होला गाडी भन्ने एउटा आशा चाहिँ थियो, तर यहाँबाट पनि पाइएन। अहिले निकै सुन्दर सफा देख्न सकिन्छ यो वरिपरि, कहीँ केही फोहोरै छैन। हरेक रुखहरू पनि देख्न सक्नुहुन्छ। प्राकृतिक रूपले धनी देश हाम्रो देश, प्राकृतिक स्रोतहरूले सुन्दरले त भरिपूर्ण छ, तर राजनीति र यो नेताहरूले निकै फोहोर बनाइसके। हरेक अरू देशले पनि भनिसक्यो हाम्रो देश सफा सुन्दर त छ, तर के गर्ने, राजनीतिक र नेताहरूको कारणले देश बिग्रियो, नत्र विश्वकै नम्बर 1 देश बन्ने रहेछ। नम्बर 1 देश चाहिँ बन्छ पनि होला। अब बालेन शाह जस्तोको जम्न भइसकेको छ। हरेक ठाउँमा बालेन शाह जस्तो, हर्क साम्बाङ जस्तो
युवाहरूको चाहिँ यो 84मा चाहिँ धेरै नै बहुमत ल्याउनु पर्ने भयो। रवि, हर्क, बालेन जस्ता 2-4वटा गाउँ गाउँमा पनि जम्निनु पर्ने बेला भइसकेको छ। सहरमा त जम्ने, अब गाउँ गाउँमा पनि जम्निन्छन्। गाउँको मान्छेले नि बुझ्नुपर्छ। अब हाम्रोलाई भन्दा नि राम्रोलाई छान्ने, त्यसपछि मात्र देशको विकास हुन सक्छ। हरेक युवाहरू विदेशिनु पर्दैन। अहिले नेपालको स्थिति धेरै नै नाजुक भइरहेको छ। हरेक युवा 10 देखि 12 पढेपछि कि त भाषा पढेर विदेश जाने, कि त रोजगारको लागि पासपोर्ट बनाउने, र एउटा कुनै न कुनै देश भए पनि 30,000को लागि भए पनि अहिले दुबई, कतार, मलेसिया जानु परेको छ। यस्तो बाध्यता नपरोस्। अब बिस्तारै देश परिवर्तन त भइरहेको छ, परिवर्तन पनि हुन्छ होला भन्ने आशा छ। बालेन जस्ता 2-4वटा छोरा अरू आमाहरूले पनि जन्माउनु पर्यो, नत्र हाम्रो देश धेरै नै खराब भइसकेको छ। नेपाल निकै सुन्दर रमणीय दृश्यहरू भएको, हरेक कुराले धनी भएको देश हो। नेपालमा सब कुरा राम्रो छ, नराम्रो भनेको 2-4वटा नेताहरू हुन्। यी नेताहरूलाई अबको 84 सालमा हटाउनै पर्छ भन्ने चाहिँ मेरो विचार हो। राम्रो काम गर्नेलाई अगाडि बढाउँ, देश विकास गरौँ। अब म चाहिँ टक्क कोठामा आइपुग्न लागेँ। अब के गर्ने, यस्तै छ स्थिति।